र यो प्रस्तुतिमा साथ दिनुभएको छ क्याबिनेट श्रेष्ठले। मैले उहाँलाई सानो प्रश्न पनि गरेको थिएँ, तपाईँ कसरी चाहिँ इन्ट्रेस्टेड हुनुभयो त? प्रियङ्काजी पुग्नु भएको थियो, उहाँ डेफिनेटली हुनु परिहाल्यो। यो चलचित्रमा कथा रहेको छ अभिनेत्री प्रियङ्का कार्कीको नै, स्क्रिप्ट शान बस्नेतको रहेको छ भने स्क्रिनप्ले डायलग शान बस्नेत र प्रियङ्का क्रु हाम्रो प्रड्युसर छ सबैजनालाई, रजत दाईलाई, हाम्रो सबैजनाको पसिना र अनि रगतले यो बनिएको फिल्म हो। त्यो चिजलाई हामीले डिस्काउन्ट गर्न सक्दैनौँ। इट इज अ ड्रिम कम ट्रु फर मी टु बी वर्किङ मेरो आफ्नै वाइफसँग। 6-7 वर्ष लाग्यो बल्ल बल्ल जोसी थप्नुको लागि, फिल्मै बनाउनु पर्ने रहेछ। सो त्यसको लागि पनि म खुसी छु। एन्ड यति मात्र हो कि म अपेक्षा राख्छु कि हाम्रो फिल्मलाई तपाईँहरूले माया गरिदिनुहुन्छ। थ्याङ्क यू सो मच आयुष्मान। प्रियङ्का कार्की, जोशी अनि क्याबिनेट सरलाई हाम्रो फिल्म इन्डस्ट्रीमा पहिलोचोटि कदम राख्नु भएको छ, उहाँलाई पनि वेलकम गर्न चाहन्छु। अघि प्रियङ्काजीले भन्नुभयो, उहाँले एक वचन भनेको मलाई, दाइ म फिल्म बनाउँदैछु, मलाई हेल्प गर्नुहोस्, खेलिदिनुहोस् भन्नुभयो। मैले स्क्रिप्ट पनि मागिनँ, कहिले आउँ सुटिङ गर्नु भने पर्सि सुटिङ भन्नुभयो, गएर काम गरेँ। तर धेरै मजा आयो। यो जुन हाम्रो इन्डियादेखि मिस्टर घोष डिरेक्टर, उहाँसँग काम गर्ने अनुभव जुन मैले गर्न पाएँ त्यो एउटा अनौठो नै रह्यो। त्यसरी पनि फिल्म बन्द रहेछ, यत्रो वर्ष भइसक्यो फिल्म गरेको र उहाँसँग काम गराएको अनुभव चाहिँ नि एउटा अनौठो किसिमको पाएँ। र सबभन्दा खुसी चाहिँ के छु भने यो जुन टिम छ हाम्रो यो सिनेमाको कास्ट, मलाई धेरै मनदेखि कतिजनासँग काम गर्ने इच्छा थियो। त्यसको एउटा उदाहरण यहाँ हुनुहुन्छ। मलाई एकदमै मनपर्ने कलाकार प्रमोदजी, उहाँसँग काम गर्ने मौका पाएँ। सानै भए पनि त्यो कुरा बाँकी नै छ। अनि मैले उहाँ दुवैजनाको ड्याडी भएर मैले काम गरिसकेको छु। सानोमा म आयुष्मानको ड्याडी थिएँ र वसन्तमा प्रियङ्काको ड्याडी। र यो कुरा गरौँ मुभीको, यो मुभी गर्दाखेरि मलाई अचानक राति एउटा म्यासेज आयो। यसो छु आयुष्मानको राति के पऱ्यो भने यसो मानेको द फिल्म गर्दैछु काम। मैले विदिन नयाँ वर्षको शुभकामना। खासै बोल्न जान्दैन म फिल्ममा मात्रै बोल्छु, त्यही भएर त्यसको लागि थ्याङ्क यू मास्टरनीलाई चाहिँ पुऱ्याउनु। थ्याङ्क यू सो मच। अब सुन्छौँ हामी जितु नेपाल। पर्यो सबैलाई नमस्कार, नयाँ वर्षको धेरै धेरै शुभकामना। बुवालाई, मम्मीलाई, प्रियङ्का जोशी कार्कीलाई खुसी कि नै मलाई के बताएँ भन्छु कि म चाहिँ फेरि। अनि काम गरिरहेको छ। अहिले भर्खरै म फोन गरेको थिएँ मलाई, बम्बई जाँदैछ र एउटा ठुलो प्रोजेक्ट गर्दैछु भन्ने आएको छ। दादा मैं कल बम्बई पहुँचूँगा, सुबह आपको बडा न्युज दूँगा भनेर चाहिँ के दिन्छ थाहा छैन। अनि उसलाई अहिले अरू सिनेमाको पनि कुरा आइरहेको छ। मलाई पनि हिजो पनि एकजनाले भन्नुभयो थियो तपाईँले डाइरेक्टरसँग काम गर्नु पऱ्यो, एकदम मजाले काम गर्छ भनेपछि मैले के भने अब धेरै नेपाल नभएछ, यो 15 दिनमा 20 दिनमा 18 दिनमा सिधै डाटा काम छैन होइन। सिनेमा भने त 20 दिन 50 दिन 2 महिना लाउनुपर्छ भन्ने हुन्छ। अब यहाँ चाँडै सिद्धायो भने यो काम नभएर यता आर्छ भन्ने हुन्छ। त्यसकारण तिमी जाऊ अब उतै बस्छ, बरु हामीलाई उता बोलाऊ भने मैले। अनि मैले आइएम सिद्धबहादुर गर्दाखेरि चाहिँ भारतीय डाइरेक्टर होइन, त्यसलाई चाहिँ अलिकति रेस्पेक्ट पनि दिनु पऱ्यो। अहिले बिराइ थियो, रुगाको ल्याएको थियो, चिसो थियो त्यतिखेर एकदमै। अनि एउटा कुर्सी पनि दिनु भनेर एउटा थर्मसमा तातो पानी हालेर अद्धा सदाको पानी सानी दिएको। कहाँ त्यसलाई झन्डै मारेछ, मै नै बैठुङ्गा उधर जाऊ भनेर त्यहाँ सुटिङ हुँदा कोही बोल्दै आउँदो रहेछ। मारामार यति धेरै झगडा गर्ने उसको टिम छ, तर बङ्गालीको झगडा चाहिँ हामी बुझ्दै बस्दैथ्यौँ। अनि यति कराउने, यति म पागलै हुन्छु भन्थ्यो, नभन्दै वास्तवमै पागलै हो त्यो मान्छे। पागलले नि यसरी काम गर्छ, सत्यले गर्दैन। नभन्दै मेरो त सिम्पल विषय थियो, उसले त मलाई 12 दिन नै खत्तम गरिदिन्छ भन्छु, म पत्याउँदिनँ। नभन्दै हाम्रो 15 दिन पनि 2 दिन त हामीले अलिक ब्रेक गऱ्यौँ। उसले स्पोन्सर ल्याइए भन्छ। अनि यति हँसाउँछ, एकदमै रमाइलो टिम छ उसको। र मैले उसले आइएम जितबहादुर गर्दाखेरि वर्षाजी प्रियङ्काजीसँग काम गर्दा यति खुसी भयो। प्रियङ्काजीको काम देखेर यस्तो खुसी भयो। हामीले 2 दिन बाराई होटलमा गरेका थियौँ भने एक दिन हाम्रो बसन्तपुरमा सुटिङ थियो। गाना बिहान एउटा सिन सकेर गाना सिद्ध्याउँछु भन्छ 4 बजीसम्ममा।
सिधै भने चाहिँ मलाई त खुसी लागेको छ। म त पहिलोचोटि प्रोड्युसर भएको दिलीप देखेकै डाइलगै बिर्सन्छु, फेरि के पर्यो भन्छ भने त कहाँबाट अभिनय गर्नु, ए दिलीप त जाऊ न अनि म एक्टिङ गर्छु भन्ने के पर्ने हो भनेर तनायो होइन। अनि त्यहाँबाट प्रियङ्काजी हिँडिसक्नु भन्नुहुन्छ, मेरो सिन सिद्धिसक्यो, न आज गीत नसिद्धिने हो, एक दिनको पर्मिसन लिएको छ, अर्को दिन के हो तना ह्याप्पी प्रियङ्काजी पनि कस्तो ढिलो हिँड्यो भने छ आछिन् दादाजी प्रियङ्काको मत कहिए अच्छा एक्टिभ है, 1 घन्टा ढिला हो कोही बात मैं संभालूंगा, वो अच्छी है क्या क्या परफॉर्म किया देखो परफॉर्म देखो भन्छ। ऊ फ्यान भइसकेको छ, मलाई थाहै छैन। अनि म डबिङको स्वागत गर्न चाहन्छु। स्पेसली आयङ्का फिल्म्समा आज पिङ्कुले आयुषले सबै कुरा भनिसक्दाखेरि मलाई के लाग्छ भने ब्लकबस्टर भनेको चाहिँ दर्शकले बनाउने हो, हामीले त कर्म गर्ने हो। तर आज म यो कर्म गरिराख्दाखेरि आज मैले त सोचिरहेको छु हाम्रो फिल्ममा मात्रै ढ्याङ्टाड्याङ आउँछ होला जस्तो लागिरहेको थियो। आज यी एनाउन्स भयो, हामी यी आइहाल्यौँ, केही छैन। तर पनि किनभने पिङ्कुको लागि जे पनि रेडी छ क्या, हामी जे पनि हाजिर भने जस्तै, एस मिस भने जस्तै, एस मास्टर नि भने जस्तै त्यो हो। र मलाई चाहिँ के लाग्छ भने पिङ्कु बाँचेकै यो इन्डस्ट्रीको लागि हो। चलचित्र क्षेत्रमै ऊ बाँच्छ, ऊ रुन्छ, कराउँछ, उतार चढाव भोग्छ, जे गर्छ यही इन्डस्ट्रीको लागि गर्छ क्या। त्यस्तो मान्छेले चलचित्र बनाएको छ भनेपछि म त ढुक्क छु भदौ 12 को लागि। र मलाई यो निर्ताजी, ब्युटिफुल निर्ताजीले मात्रै बुझ्नुभयो जस्तो छ पुरा। ओके, केही छैन। फिल्म भनेको चाहिँ मनले बनाउने फिल्म हो होइन, इमेजिन हो होइन फिल्म भने। तर फिल्म मनले बनाइराख्दाखेरि त्यहाँ सबै कुरा जोडिन्छ क्या। एकदमै इमान्दारीको साथ एउटा फुल 100% डेडिकेसन र निष्ठाको साथ एउटा फिल्म बनाउँछु भनेर कर्म गरेपछि सायद सबै तत्त्वहरूले मलाई साथ दिनुभएको जस्तो लाग्छ कि मलाई, र त्यो एकदम राम्रोसँग सम्पन्न भयो मेरो। प्रमोदजी मेरो फर्स्ट चोइस हो। जुन क्यारेक्टरमा तपाईँ प्रमोदजीलाई देख्नुहुन्छ उहाँ इक्वल प्यारलल लिडमा हुनुहुन्छ, र अहिले म खुलाउन सक्दिनँ किन उहाँ मेरो फर्स्ट चोइस हुनुहुन्थ्यो र किन उहाँलाई नै मैले सोचेँ। तपाईँले मुभी हेरेपछि थाहा पाउनुहुन्छ यो कुरा चाहिँ, ट्रेलर टिजरमा पनि थाहा पाउनुहुन्छ, इभन अहिले फर्स्ट लुकमा पनि तपाईँले देख्नुभयो उहाँलाई होइन। सो एउटा मेन टसल चाहिँ उहाँको क्यारेक्टरसँग हो मास्टरनीको, र धेरै लेयर्समा त्यो टसलहरू छ, र उहाँ एकदम इन्क्रेडिबल एक्टर हुनुहुन्छ। म एकदम ठुलो फ्यान हो प्रमोदजीको, इभन रिचाजीको पनि। त्यसैले पनि उहाँहरू मेरो फिल्ममा हुनैपर्छ भन्ने एउटा फिलिङ थियो, र उहाँहरूले यति सजिलै मानिदिनु भयो। सो म त एकदम भाग्यमानी ठानिरहेको छु।